यो चाहिँ घिउमा मैले कुखुराको मासु पकाउँदैछु है। घिउ चाहिँ अलि बढी भएछ, टन्नै भयो। मासु चाहिँ थोरै छ, घिउ चाहिँ धेर भइरहेको छ। अनि मैले प्याज अनि टमाटरलाई काटेर ठिक्क बनाएको छु। अब मासुमा हाल्ने। प्याज रातो भएपछि यो टमाटरलाई पनि मैले हालेँ यहाँनिर। अब मासु रातो रातो भयो। अनि मैले यो जिरा अनि लसुन अदुवाको पेस्ट चाहिँ पहिल्यै बनाएर तयार गरेर राखेको थिएँ है। अब त्यसलाई मजाले फेरि रातो रातो हुने गरी भुट्ने। अब यो पाकिसक्यो। पाकेपछि पानी हाल्ने, यसलाई रस। आफूलाई कति खानु मन लाग्छ है, ठिक्क रस हाले। अब सुप चाहिँ मजाले उम्लिँदैछ। यो मजाले उम्लिरहेको सुपमा चाहिँ अब यो मोमोलाई हाल्नुपर्छ होला है। यसरी आज यो मैले फर्स्ट टाइम बनाउँदैछु हैन। अब यसलाई पक्ने गरी एकछिन 10-15 मिनट जति यसमै छोडिदिने। पिरो चाहिँ म एकदमै बढी हाल्छु है। त्यही भएर मैले यो दुईटा अकबरे चाहिँ अब काटेर हाल्छु। यो चाहिँ अब खानको लागि तयारी भयो, पाकिसक्यो। यो चाहिँ खानालाई तयारी भयो। यसमा हल्का टिमुरको छोप हालिदिने अनि यसमा अझ बढी स्वाद हुन्छ। यो चाहिँ टिमुरको छोप हो।